सेवा यो पाँचथर जिल्ला फिदिम नगरपालिकाको वार्ड नम्बर 3 र 5 मा लगेको लप्रेकुटी मन्दिरको परिसरमा हामी यहाँ आइपुगेका छौँ। यहाँ अचम्मको कुरो पत्याउनै नसकिने कुरो के छन् भने फाल्गु नन्द गुरुले यो ठाउँमा पानी नभएको हुनाले पानी 1984 सालमा पानी यहाँ निकालेका आफ्ना मुन्दुमद्वारा पानी निकालिएको ठाउँ हो। यो पानी निकालिएको कुवा हो। यहाँ यो कुवा तपाईँ देख्न सक्नुहुन्छ र यहाँ यो एउटा बोर्डमा लेखिएको छ विक्रम सम्वत 1984 सालमा महागुरु फाल्गु नन्दज्यूले चोकमागु स्थित 17थुम लप्रेकुटी माङहिम परिसरमा पहिलोपल्ट उत्खनन गर्नुभएको पवित्र कुवा, जसको निमित्त सुन चाँदीको आवश्यकता परेकोले चोकमागुका सुब्बा आसबहादुर तुम्बाबुले महागुरु समक्ष आफूले कबल गरेपछि 12 आना सुन र लाली खर्काका थरी कृपालाल राईले 8 आना सुनको व्यवस्था गर्नुभएको थियो। यस कुवाको पवित्र जलद्वारा सम्पूर्ण श्रद्धालु भक्तजनहरूले साङसाङ शेष्य सिंचित गरी पानी पिएर मन्दिरको दर्शन गरेमा शरीर स्फूर्त हुनुको साथै आफ्नो मनोकांक्षा पूरा हुने र यो ऐतिहासिक कुवाको पवित्र जलले घर चोख्याउँदा घर शुद्ध र पवित्र हुने जनविश्वास रहेको छ। यहाँ 8 आना सुन दिनुहुने कृपालाललाई भनेको मेरो बुवाको हजुरबुवा, मेरो साखु दिवा जिजु बाजे हुन्। उहाँले यो कुवामा 8 आना सुन दिएर धार्मिक गुरु फाल्गु नन्द गुरुले उत्खनन गरी यो कुवा निकाल्नु भएको कुवा रहेको छ। अहिले विज्ञानको जुगमा आउँदा यो कुरा सत्य नहुन सक्छ, तर धार्मिक र मुन्दुमद्वारा निकालिएको कुवा, यो कुवा अझै यहाँ देख्न सकिन्छ। यहाँ बनाएर राख्नु भएको छ। यो सबैले हेर्नु आउनु होला, अनुसन्धान गर्नु होला, विज्ञानले समेत अनुसन्धान गर्नु होला भन्ने म अनुरोध गर्न चाहन्छु। र यो एउटा यो पवित्र कुवा हो जहाँ यहाँ पानी थिएन। पानी नभएको बेलामा यहाँ 2टा मन्दिर छ, 17थुम गोस्वारी मन्दिर र माथि 8 जिल्ला मन्दिर। यो मन्दिरमा पानी खानको लागि बनाइएको कुवा हो। यहाँ पानी अहिले कम मात्र छ, तर यताउता सोचिएर यो पानी जान्छन्। यहाँ ठुलो पोखरी हुन्थ्यो, अहिले चाहिँ धेरै यो पानी सुकिसकेको रहेछ अवस्था।